गत वर्ष 2082 सालमा मात्रै नेपालमा ओभरहिटको कारण 15 जनाले ज्यान गुमाउनु परेको थियो भने गर्मीकै कारण 300 प्लस मानिसहरू फ्यान्ड भएको थियो र यो वर्ष पनि पोहोर भन्दा 4 डिग्री बढी अझै गर्मी हुने संकेत मौसम विभाग DHM ले जनाएको छ भने नेपालको तराई क्षेत्रहरूमा यो वर्ष 42 देखि 45 डिग्री सम्म टेम्परेचर बढ्ने मौसम विभागले जनाएको छ र यस्तो खाले घटना घटेको टाइम पिरियड हेर्दाखेरि 11 देखि 4 बजेको बीचमा घटेको देखिन्छ, जुन चाहिँ दिनभरिको मोस्ट अफ द गर्मी टाइम भनेर छुट्याएको पिरियड पनि हो। अब यस्तो गर्मीको खतराहरूबाट हामीले जोगिनको लागि बेसिक उपायहरू के गर्न सक्छौं भन्दाखेरि दिउँसो गर्नुपर्ने कामलाई अलिकति बिहान चाँडै गर्ने अथवा घाम अलि अस्ताएपछि गर्दा राम्रो हुन्छ। यदि निस्किनै पर्यो भने पनि हातमा एउटा छाता र पानीको बोतल चाहिँ अनिवार्य रूपमा बोकेर बाहिर निस्किनु होला। लामो बौलाको कपडा, हल्का खकुलो र लाइटी कलरको कपडाहरू लाएर पानी पिउँदै छाता ओढेर बाहिर निस्किनु भयो भने पनि यस्तो खाले दुर्घटनाहरू 90% घटाउन सकिन्छ। अझै कमन र इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो बडीको सेन्सिटिभ भागहरू, घाँटी, टाउको र हातको नाडीहरू चिसो बनाएर राख्ने अथवा बेला बेला पानीले भिजाइ राख्दा चाहिँ हाम्रो बडीको टेम्परेचर अझै बढी मेन्टेन राख्न मद्दत गर्छ। र दिउँसो फिल्डमा काम गर्नुहुन्छ भने 1 घण्टा काम गरेर 5 देखि 10 मिनेट रेस्ट गर्दै पानी पिउँदै फेरि काम गर्दै रेस्ट गर्नुभयो भने चाहिँ अझै बढी यस्तो खतराहरूबाट जोगिन सकिन्छ। यसरी डे टाइममा काम गर्दा अथवा ट्राभल गर्दाखेरि बडीले यदि केही संकेतहरू जस्तै वाकवाकी लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने अथवा ध्यान केन्द्रित नहुने जस्तो संकेतहरू देखायो भने तुरुन्तै शीतल ठाउँमा गएर बस्ने अथवा पानी पिउने अथवा कसै साथीभाइलाई भन्ने वा एकछिन हावा चल्ने खुला ठाउँमा गएर रेस्ट गर्नु होला ताकि यस्तो दुर्घटनाहरू नघटोस्। अनि पानी पिउँदाखेरि पनि एकैचोटी धेरै पानी नपिउनु होला, किनकि शरीरले एकैचोटी धेरै पानी एब्जर्ब गर्न सक्दैन र पिसाबको माध्यमबाट पानी सबै खेरो जान्छ। एकचोटीमा 300 देखि म्याक्सिमम 500 मिलिलिटर सम्म पानी पिउन सक्नुहुन्छ, जुन चाहिँ हाम्रो बडीलाई पचाउनको लागि सुइटेबल छ। र यो गर्मीको दुर्घटनाहरूबाट जोगिने यो बेसिक उपायहरू मध्ये सबैभन्दा बेस्ट चाहिँ तपाईहरुले दिउँसो गर्ने कामलाई अलिकति बिहानै अथवा बेलुका घाम ढल्केपछि गर्नु चाहिँ अझै बेस्ट हुन्छ। यस्तो गर्मीको दुर्घटनाहरूबाट जोगिनको लागि आफू र आफ्नो परिवारलाई सधैं यो कुराहरुमा सचेत गराउनु होला ताकि तपाई हाम्रो घर परिवारमा यस्तो दुर्घटनाहरू नघटोस्।